म अर्को एउटा अझै बनाएर देखाउँछु है। हेर्नु मैले लाफिङ बनाएको आज चाहिँ हैन, होममेड लाफिङ। यो चाहिँ मैदा हो, मैदालाई मजाले मुछ्ने। अब त्यसको प्रोसेस अलिक ढिलो भयो, अघि गर्नुपर्ने। अब नेक्स्ट टाइम म देखाइदिन्छु। आफ्नो चाहिँ मैदा मुछेर अनि यस्तो गर्ने। अनि यो कलर चाहिँ बेसाएर अब यसरी हाल्ने हो। अरूहरूले चाहिँ मोमोमा स्टिम गर्छ, मैले चाहिँ सर्टकट यहाँ हेर्नु ओभनमा गर्छु। इट्स अ न्यू टेक्निक। जस्ट 2 मिनट, 2 मिनट पछि यस्तो बन्छ है। अनि मेरो अचार चाहिँ अलरेडी रेडी भइसक्यो यहाँ है। यसको पनि अब प्रोसेस देखाउनु पर्ने हो। अब ढिलो भयो है, अब नेक्स्ट टाइम देखाइदिन्छु। बाँच्नु मिठो भए अब यो आलुको अचार बनाउँदैछौँ हामी हैन। अब यो अहिले मैले अनि आज चाहिँ माछा पनि बनाएर हामीले माछा बनाउँदैछौँ, क्रिस्पी माछा। अब त्यो आलुमा हालेर तेल तताउँदैछ यहाँ। अनि माछाको ग्रेभी पनि बनाउनु भनेर चाहिँ हामीले सामानहरू यसरी रेडी गरेको छु। अनि हामीले पुरी पनि बनाएको छ। अब यो सबै रेडी भइसकेपछि लास्टमा देखाउँछु। लसुन काट्दैछु लाफिङको लागि हैन। साथमा यो मैले हिजोदेखि नै भिजाएको हो। अब अलिअलि फेरि थापौँ भनेर। अनि लसुन हेल्दी पनि हो, पानीमा भिजाइदिने हो। अनि हल्का लेमन पनि हाल्नुपर्छ अहिले। म हाल्छु। अब चाहिँ हामी रेडी भयो है सबै। त्यो ग्लुटेन अब त्यो रेडी हुँदैछ। कागती लिएर कागती यहीँ लिएर काट्छु ल है त। अब चाहिँ सबै रेडी भइसक्यो। यो नुन हो, यो लाफिङको अचार अहिले गर्नलाई, ग्लुटेन लाफिङमा हाल्नलाई। यो वाइ चल्छ, यो लाफिङ। अनि चाहिँ लसुन पानी, अनि मैले लसुन हालेर बनाएको। अब म लाफिङ बनाउँछु हेर्नु। पहिला सुरुमा अचार हाल्ने, आफूले कतिको पिरो खाने त्यतिको हाल्दा हुन्छ। त्यसपछि लसुनको झोल हाल्ने अलिकति, त्यसपछि नुन हाल्ने थोरै, त्यसपछि यसरी दल्ने। त्यसपछि मेरो चाहिँ भेन्डीको अचार हो। मम्मीलाई के मम्मी जस्तो गरेर तारेर मैले नुन अनि पेपर राखेको। यस्तो मिठो रहेछ कि जुरुम जुरुम। सो यो डलिसके सरी सो यो डलिसकेपछि ग्लुटेन हाल्ने, जुटा जति। त्यसपछि चाउचाउ हाल्ने। सो यसलाई अब ऱ्याप गर्ने। मिठो त मिठो भएछ। अनि यसरी सो अब यसरी यो प्लेटमा हाल्ने। म अर्को एउटा अझै बनाएर देखाउँछु है। त्यसरी नै बनाउनु यो पनि। यसमा चाहिँ हल्का यति हाल्छु लसुन पानी, सँगै नुन हल्का। यही चम्चाले यसरी दलिदिनु बिस्तारै। दलिसकेपछि
अनि म अब मम्मीलाई चाख्नु दिन्छु है मम्मी चाख्नु अनि नुन सुन पिरो कस्तो भयो भन्नु ल It's